तेल सकिनु लागिरह ए तेल त सकिँदै हाल्दैन नि हाल्ने हो कुन तेल हाल्ने तोरीको सनफ्लावर भट्टमासको हाल्ने भटमासको तेल हो अगाडि मानिसको भिड गरेर के लाइट चाहिन्छ हो यहाँ फ्ल्यास पनि छैन ए झन् अँध्यारो पो भएछ हेलो म देखिएन हामी कहाँ दशरथ रङ्गशाला होइन लाइन त गर्नु उयो दशरथ रङ्गशाला बल्ल देखियो अब यता देखियो सरी ए देखियो ल दशरथ गोल स्टेडियमभित्र तर पनि के हो यार यो ओ देखियो आर्मीले गोल खायो के के बिराले दशरथ रङ्गशाला के भन्ने दशरथ रङ्गशालामा इन्ट्री पास लिएर भित्र आयो त्यही पनि गेम हेर्न पाइएन बाहिरको इन्प्रेसनको चोकको टी स्क्रिनमा के हो त्यो त्यही हो टी स्क्रिन टी स्क्रिन चाहिँ त्यो अघि देखाएको त्यो देखेर आयो यो है टी स्क्रिन भनेको चाहिँ हाम्रो यस्तो गर्नुपर्छ क्या चोकमा छ के चोकैमा है चोकैमा बिस्तारै माथि चढ्दैछौँ बिस्तारै चढ्दैछौँ हामी माथि लाइन यत्रो छ लाइन लास्टै छ यार केही छैन के अरे हाम्रो बाइकको ट्रायलको भन्दा छोटो लाइन छ लाइन छ यार गेम सकिन लागिसक्यो भोक लागिसक्यो पनि हामी लाइनमै छौँ किन बस्यो होला हामी लाइनमा यार रमाइलो त्यतिको परो अलिअलि हेर्नुलाई हल्का माहौल दृश्य क्या हो गेट लगाइदियो यार अब कसरी जाने यार जहाँदै गेट लगाइदिन्छ नि यार आउनु पऱ्यो नि त खोइ गेट लगाइदियो यार मुलाहरूले यार गेट लगाएको हो किन लाइन लाग्यो एउटा फोटो भयो नि खिच्नुपर्छ यार यत्रो बाटो आएछ यार मान्छेलाई छिर्न पाइन्छ जस्तो छ है यार यार कसम हिँड्दैछु भिडियो बनाउनु होला बनिरह यो फेरि यस्तो भयो मलाई मुहादरको नकिनु भएन कि परो कसैले झ्याप्प यो तानेर गयो भनेको तनाव त यार चिरियो जबरजस्ती भयो नि चिरियो है चिरियो यस्तो छ माहौल चाहिँ स्टेडियममा है गाइस कस्तो छ के भरे ख्यालमै बस्यो पनि आयो स्टेडियम जस्तो देखाउन पायो
दशरथ स्टेडियम ल दशरथ स्टेडियम यस्तै देखाउने क्या टाइमपछि त सब जाँदैछ नि अब पाइन्छ कि सिट भन्ने कुरो हो पाइयो है सिट पाइयो मुला यहाँ सिट देऊ ल हामीले बिस्तारै बिस्तारै सिट पनि पाइयो हानेर हान्ने हो सिट जहाँ छैन होला के माइक चाहिँ लिएर आउनु पर्ने रहेछ होइन माइक ल्याएर अब अर्कोचोटि आउँदाखेरि माइक लिएर आइन्छ हामीले माइक ल्याइन्छ भ्युवर्सहरूलाई सुपर च्याट हान्न मन लाग्छ भने सुपर च्याट हान्ने होइन अनि माइकको लागि सपोर्ट पर्छ होइन सपोर्ट हामीलाई सपोर्ट चाहियो जस्तो छ यार परो त्यतिको परो हामी माथि छौँ भनेर हेर्नको लागि अब तपाईँलाई अगाडिको सिन पनि देखाइदिउँ है टप अफ दि वर्ल्ड हो यस्तो टप त यस्तो टपमा छौँ हामी टपमा छौँ है आयो हामी हाफ टाइम भयो रमाइलो भइरह यार एक दिन यो दशरथ रङ्गशालाको पनि अडिट हान्नुपर्छ पऱ्यो नि होइन आफ्नै फर्म खोलेर है त्यो चाहिँ हामी पनि खेल्न जान पाइयो हुन्थ्यो यार त्यहाँ है के हेर्न के हुन्न यस्तो यस्तो गर्ने बल जता पुग्छ यस्तो यस्तो गर्ने हो कि गइसक्यो हामी चाहिँ त्यही नि यसो हेरौँ भनेर बसिरहेको छौँ है केही होला कि गोल सोल खेल्न पाइयो पाइयो भने झन् रमाइलो केटाहरू आए अब हामी हेर्नुभन्दा पनि अब हामी खेल्न पाइन्छ कि भनेर बसेको हो 2-4 गोल हानिन्छ कि केटाहरूले केही गर्न सकेनन् हामी खेल्न थाले होइन गोल भनेर गराउनु थाल्छ हामी यहाँ भएर अझै गोल हान्छ यहाँबाट त कसरी गोल हान्नु तर हान्न सकिन्छ बल छैन नि त बल खोइ यहाँ गुडिया नाचिरहेको छ के हो त्यो यार उहाँ राइन हो ए मयूर पनि आयो केटी हो क्या मयूर त केटो हो मयूर त केटालाई बनाउनु भएन सुई हान्दिरा सुई कि सु हो ए सु हो ल ल के हात के गर्छ यार मलाई केटी हो क्या हो टाइम पछि गेम सुरु भयो ल अब 20 मिनट हेरेर छोड्ने हामी गेम सुरु भयो हाफ टाइम पछि हेर्दै गरौँ अब के हुन्छ पिसिएसमा पठाउन के गेम त सक्यो भन्ने त ए हाम्रो हिसाबमा सक्यो होइन अल्छी लाग्यो गोल्सन हान्न मलाई कुन कसको टिम हो निस्क्यौँ हामी अनि बल उड्याएको थियो मान्छे ढलिरहेको थियो हामी फेरि बसिरहेको थियौँ होइन बल मान्छे ग्राउन्डमा सुतिरहेको थियो त्यही भएर के हो भन्ने कुरो हिँड्यो सबैले फेरिदिउँ न त ल रसिङ जेन्ट ल ए जमेको सिरियोबाट निस्किनु पर्ने चाहिँ यहाँ नेपाल बक्सिङ फेडरेसन बक्सिङ आउने अब बक्सिङ बाटो पनि देखाएको टक्क स्टेडियमको बाटो हो स्टेडियमभित्र स्टेडियम त्यहाँ माथि छन् हेलमेट चाहियो भने हामी 1-2 चोर ल्याइदिन्छौँ भ्युवर्स अन योर रिक्वेस्ट तर यु हेभ टु सुपर च्याट ए सुपर च्याट हो सुपर च्याट त चाहियो नि त यहाँ सुपर च्याट बिना हेलमेट 500 को सुपर च्याटमा 5000 को हेलमेट होइन कस्तो छ अफर अब यो भन्दा के हुन्छ खाली भयो तर हामीलाई बस्न मन लागेन हामी हिँड्यो ठाउँमा आइयो नि त यहाँ हेर न कस्तो दामी यहाँ हो बा मलाई पठाउनु है त्यो मेरो त स्न्याप छैन सेभ गरेर पठाउनु मिल्छ होला मिल्छ हामी आयो अब के ख्याल गोला हानेनन् मुलाहरूले हिँड्यौँ है स्कुटर पनि यस्तो राम्रो ठाउँमा पार्किङ अब आज त भक्तपुरले छोडिदिनु हुनुभएको छ ल ठिकै छ अब ख्यालमै भयो नि पुगेर मेरो घर गएर हुन्छ घर भन्दा नि घर छेउको पसलमा यो जाँदैछौँ हामी मुवाल झर्सेकिया स्टेडियमको टप हामी जाँदैछौँ फेरि फर्केर पुरै म्याच हेरिएन राम्रो लागेन म्याच ठिकै छ अलिअलि हेऱ्यो खुसी मनायौँ जिन्दगी सानो सानो कुरामा खुसी होइन गठाघर जाने गठाघर गइन्छ दाइले छोड्छु भनेर आएको म छोड्नु परिगयो
तर मेरो भोलि फेरि एक्जाम छ त्यही पनि ए त्यसमा मलाई एक्जाम त्यस्ता मुला नौलो हो र एक्जाम नदिएको हो र मुला त भन्दिनँ तर पनि एक्जाम हो तर होइन तर आई डोन्ट केयर के आई डोन्ट केयर मुला त भन्दिनँ तर आई डोन्ट केयर आई डोन्ट केयर वी डोन्ट केयर हो मुला आई हो र ए उही उही म त किन केयर गर्ने र तिम्रो पनि बिबिएसको एक्जाम त आउला नि कुनै दिन ए त्यस्ता कताबाट जाने हो यार यता जानुपर्छ यार कहाँबाट आयो नि थाहा छैन मलाई त्यही जाउँ न जहाँ पुगिन्छ त्रिपुरे चोकमा चोकदेखि होइन के भन्छ माइतीघर पुगिन्छ माइतीघरदेखि सर लु बन्द गरौँ यस्तो स्पिडमा एकछिन स्लो गर्नु त स्लो गर्नु हो यो बन्द कन्ट्रोलतिर आइयो अब माइतीघर आइपुग्यो अनि त्यसपछि तिनकुने कोटेश्वर अनि त्यसपछि कोटेश्वरदेखि उता त लोकन्थली के हो पुग्यो लोकन्थली कौशलधार गठार ठुलो सरले बोल्नु भ्युज पनि देखाउँछु अगाडिको ल आयो है हामी जाँदैछौँ कठार पुग्नु छ हाम्रो गन्तव्य हामी कति स्पिड बढाउने यार स्पिड बढाउँ न स्पिड त रोक्ने घुम्तीमा त कहाँबाट स्पिड बढाउने भिडभाडमा स्पिड बढाउनु भएन है तेल सकिनु लागिरहेको ए तेल त सकिँदै हाल्दैन नि हाल्ने हो कुन तेल हाल्ने तोरीको सनफ्लावर भट्टा मासको हाल्ने भटमासको तेल है बानेश्वरको भ्यू सर है त ल सानेश्वरको भ्यू है त कर्नरिङ हेरेमा अप्ठ्यारो त भएन नि यसरी छैन ए यस्तो आनन्द स्पिड हेर स्पिड 50 लिमिट कति हो 50 होइन लिमिट 50 भनेर टिक लाग्छ त लिखितमा के भन्छ त्यहाँ त्यो कुनामा लुकेको हुन्छ कि त्यो गन स्पिड गन लिएर ट्राफिक अनि यहाँ त उस्तो छैन माथिको त्यो हेर्छ नि गेट जस्तो बनाएर राख्छ नि त क्यामेरा त्यसको अगाडि तिनकुनेमा छ यहाँ त छैन त्यही पनि ट्राफिकको रुल्छ कि कुनै बेला ए केही हुन्न 50 भनेको त त्यो उर्बन सिटीतिर हो क्या यो कहाँ यो खाली रोडमा के हो र भिडभाडमा स्कुल एरियामा हो त 1000 रुपियाँ चुना हालिहाल्छ सररले कुन कहाँ अरे यो स्कुटर है निलो उताको निलो स्कुटर कस्तो दामी अहिले हामी यो के भन्छ अरे बिजुली बजारको पुल ल दामी देखाइदियो बालेन बिजुली बजारको पुल हाम्रो दामी यार यो लाइट कम गरेपछि दामी देखेको रहेछ क्या दामी देख्छ कि मुला बानेश्वर त हप्रा सिटी लाइट्सको बानेश्वरमा हेर्नु स्पिड घट्यो किनकि ट्राफिकले चाहिने अब गाह्रो पाऱ्यो भने त अप्ठ्यारो हुन्छ हामीलाई है स्पिड होइन राइडिङ हेर न मुला हजुर स्पिड होइन राइडिङ हेर राइडिङ हेर्नु पर्यो नि एउटा माइक चाहिँ ल्याउनु पर्ने अवस्था देख्यो नि त अलि स्पिड हान्दाखेरि माइकमा पनि आइहाल्छ होला हावाको सरर फक 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 गर्दै अन्त हामी बुझेको केही के अरे बोलेको केही बुझ्ने छैन होला है खै हेर्नुपर्छ बुझिन्छ होला बुझेला नि होइन बुझे भने म्युजिक हालिदिने सरर कुदेको स्पिड हालिदिने हो अब बुझ्नु बानेश्वर चोकमा आयो हामी आयो एकछिन 25 सेकेन्ड जति रोक्नुपर्ने हुन्छ रोकिन्छ पनि एकछिन रोक्नु है यो होइन नरोक्न न बानेश्वरको भ्यू देखाउन मलाई यसो माथि भ्यू देखाइदिउँ है माथि गर न यो बानेश्वरको भ्यू बानेश्वरको हरियाली देखाउँछु त्यहाँ हरियो रुखहरू छ यहाँ होइन अलिकति यस्तो लाइट कम गरेपछि राम्रो देखिन्छ क्या अघि जाउँ हामी अघि बढौँ बानेश्वर चोकलाई हामीले बिस्तारै बाहिरै भन्दै बानेश्वर चोकलाई बाई भन्दै हामी अघि बढ्दैछौँ शान्तिनगरतिर पुग्यो है त शान्तिनगर भन्ने त थाहा नि मलाई छैन तिमीलाई ट्राफिकले ल्याङ हानेर यस्तरी हिँडिरहेछ भनेर हान्दैन किन मेरो ट्राफिकले त्यही त कुदाइरहेको छ कुदाएको हेर्ने हो नि हाम्रो राइटको कुरा हो नि यार हाम्रो राइट हो नि अनि रिमोट राइट भन्ने त होइन ट्राफिक लाइटमा रातो बोल्दा हामी हिँड्दैनौँ हरियो बोल्दा त हिँड्न पाइहाल्यो नि अनि केही बोला छैन नि हिँड्न पाइयो बाल्नु पऱ्यो नि सुरुमा त्यही त बाल्नु पऱ्यो त्यत्र हामी हिँड्यो हावाको लहरसँगै तिम्रो त्यो बासना मनमै गयो बाटो सुन्दा एउटा म गीत गाउँछु होइन राम्रो गायो भने मुला त्यसलाई राख राम्रो गाइन भने त्यसलाई थाल है त ल सुनाउनु न ल
अहिले यो चलेपछि यो अरूले सुन्छन् कि यहाँ त्यस्तो हुँदैन स्पिडमा स्पिडमा त झन् सुन्दैन होला नि त नि तिमी आछौ भोलि किन बोल्दैनौ म नि साथ दिन्छु नि त किन बोल्दैनौ माया लाउँदैनौ जाम सेयरको जाम बोलेको जाम यार कहाँ रे यहाँ हामी यो बानेश्वरगढी अगाडि यो तिनगुनेको जाम हो क्या आइपुग्यो होइन शान्तिनगरबाटै पनि तिनगुनेको जाम हो क्या यो तिनगुनेको जाम हो शान्तिनगरबाटै होइन होला चोका होइन शान्तिनगर के हो यहाँ मासतिर होइन गइसक्यो ल ओह्रालोमा हो र शान्तिनगर त तलैला भन्छ होइन र टर्निङमा तिनगुनेदेखि अलिकति तलतिर यहाँ यही हो क्या शान्तिनगर गेट यही हो माथिको गेट छ त नि बस स्टप चाहिँ हो तल माथि हो क्या मुला यो बस स्टप कहाँ छ र यहाँ बस स्टप यसमा शान्तिनगर भन्दै रोक्छ त मुला शान्तिनगर ओह्रालोमा शान्तिनगर गेट भन्छ त नि त्यहाँ यहाँ चाहिँ के भन्छ यहाँ रोक्छ त यहाँ यहाँ हो त्यहाँ रोकिरहेको त्यहाँको एउटा घरलाई मात्र शान्तिनगर हुन्छ त मुला ए शान्तिनगर ओर्लिस भने यहाँ रोक्छ मुलाहरू अनि हाम्रो साथीको घर चाहिँ यता पारिपट्टि थियो क्या एउटा स्कुल पढ्दा ए तल कोही के नगर ए म यहाँ तिनकुनेमा नि बसेको थिएँ सुविधा नगर तल हो र अब गीत गाउँ न त हजुर अब गीत गाउँ न त ल गीत गाउँ किन बोल्दैनौ माया लाउँदैनौ अब हाम्रो अनुहार नै देखाउने कि अगाडि कहाँ देखाउने हो हाम्रो अनुहार खासै देखिन्न तिम्रो त देखेला मेरो देखिन्न मेरो पनि देखिँदैन मैले यो अगाडि गएर अब भिडियो गर्दा गर्दै अगाडि पनि बनाउन मिल्ने फोन तपाईँको मिल्छ मेरोमा मिल्दैन स्न्यापच्याटमा मिल्छ ए स्न्यापच्याट त के गर्ने हो स्न्यापच्याटमा बनाउने टिकटकमा नि मिल्छ नि मिल्न त टिकटकमा देखेको हामी ब्ल्याक डार्क भ्यूमा है अघि बढौँ है तिनकुने कट्यो हामी जाँदैछौँ गाइस अङ्कुले तिनकुने कटेपछि कोटेश्वर होला नि यार कोटेश्वर आयो चिसो भयो होस् लास्ट रमाइलो हुन्छ हावा खान भोलि जति के भन्छ जति चिसो त्यति हिल हुन्छ कि आत्मा त्यति नै भएन भने त कस्तो हिल इफ इट डजन्ट फिल त्यही त यस Yes, of course. Why not? Obviously. Drastically त भन्न मिलेन है Okay, भन्दै drastically. Suspiciously. Eventually. सब यले लगाएको जति एडभर्सली अनि अर्को नि भन्छ कम्पलसरीली भन्दा नि अर्को आइहाल्यो के लिल्ली भनेको भद्रकाली दुर्गाकाली भद्रकालीको पाली दुर्गा क्षमा शिवरात्रि शाश्वत नमस्ते यो भनेको दसैँको हो कि अब यहाँ चाहिँ त्यो छ कि हजुर यहाँ चाहिँ छ कि त्यो के अरे हो कि त्यो माथिकै स्पिड नाप्ने स्पिड मिटर हो कि के यहाँ छ त्यहाँ क्लिक गर्छ डिटेक्ट गर्छ हो रोडमा के छ त्यो डिटेक्ट गर्ने त्यो क्यामेरा छ नि त्यसको अनि हाम्रो स्पिडले डिटेक्ट गर्छ क्या हो र हेरेरै ऊ क्यामेरा झिलिक गर्छ त नि यहाँ भयो जतिको गाडीहरूको सबको स्पिड ट्याक भनिदिन्छ क्या त्यसले त्यहाँ कनेक्ट ट्राफिकको कन्ट्रोलमा चाहिँ त्यो स्पिड जान्छ अनि त्यहाँभन्दा माथि नागेको रहेछ नि तिनीहरूले कारवाही गर्छ हेरेर ट्याक गरेर पनि देखाउँ न त्यो देखियो कि नै भ्युअर्सले सुपर च्याट क्लिक गरेको हो स्पिड डिटेक्टर है गाई उयो धेरै स्पिडमा नआएको है 40 किलोमिटर/आवर भिडभाडमा 50 भिडभाडमा आफ्नो अनुसारको नत्र खुल्लामा 50 त्योभन्दा माथि नजाने पाइएन छलेर लुटेर धुतेर गर्न पाइन्छ होइन देख्ने गरी चाहिँ पाइएन फलो ट्राफिक रुल्स सही अब हामी गलत भयो नि मान्छेलाई सही सन्देश त दिनु पर्यो नि तर हामी पनि त्यस्तो धेरै गलत त होइन कहिले काहीँ कथम कदाचित गलत भयो भने हामीबाट गलत भए तापनि हाम्रो सुझाव भनेको कहिले पनि गलत हुन सक्दैन हो कि नै तर किताबै लेखौँ बरु महाकाव्य चाहिँ नभनौँ के भन्नु खण्डकाव्य सानो होइन खण्डकाव्य लेखौँ ल खण्डकाव्य लेखौँ एउटा अब हामी कोटेश्वर आयो होइन बिस्तारै कोटेश्वरको जामले फेरि टेन्सन दिन्छ कि होइन यो त ठिकै हो अस्ति अघि यहाँको जामभन्दा रङ्गशालाको ठुलो जाम खाएर आएको हामीलाई खास त यो जामले जाम हो जस्तै लागेन कि जाम जस्तो भयो नि अघि बढ्दै जाम भन्ने कुरो हो भिडभाडमा चाहिँ यसरी मिलाएर चाहिँ नि
कति स्पिड हेरेर यताउति साइड के अरे साइड मिरर हेरेर अघि बढ्नुपर्छ। लाइसेन्स ननिक्ले पनि मलाई थाहा छ रुल्स त। कथम कजाचित लाइसेन्स ननिक्ले मन र दिमागको तालमेल नमिलेर ननिक्लेको मेरो है। त्यो कहिलेकाहीँ त्यस्तो हुन्छ तर लाइसेन्स निकाल्न त डिजर्भ त उसले फर्स्ट एटेम्पमै डिजर्भ गर्छ। अब डिजर्भ त अनि डिजर्भ त एटेम्प्टै नदिकन पनि अब अनि डिजर्भ त क्याप टु पनि फर्स्ट एटेम्पमै सक्ने डिजर्भ गरे हामी। म पनि तर कथम कदाचित दिमाग र मनको तालमेल नमिल्दाखेरि कहिलेकाहीँ यस्तै हुन्छ। हुन्छ मायामा परेपछि पनि त्यस्तो हुनसक्छ। सायद त भाइ त मायामा सियोर परेन। ल पार्ने चाहेन नि कसैले पर्न नचाहेको भन्दा पर्न पारेनन् आफूले पार्न सकिएन यस्तै हो सकिएन भन्दा पनि जानिएन अनि जानिएन भन्दा पनि धेरै इन्ट्रेस्ट देखाइएन नजानेको त के छ र लङ टर्म इन्ट्रेस्ट नजानेको चाहिँ के छ र त्यही हो हामी त्यसरी पकाउनुपर्ने अवस्था आयो। हावा हुरी बतास त्यो भने भ्लग कसले आउँछ प्लिज सुपर च्याट होस्। म जति बेला पनि सुपर च्याट होस् भनिरहेको छु किन भन्दाखेरि हेर एउटा 20,000 को फोन छ त्यो पनि खस्ता भनेर दुईटा हातले समातिरहेको छ अनि होइन 20,000 को फोन 20,000 को त पनि 18,000 यसो बढाएर 20,000 भनेको हो कि नै हो। अनि यस्तै छ गाह्रो। जडीबुटी आइयो होइन त जडीबुटीको जाम आयो। जडीबुटीको जाम 56 सेकेन्ड पुर भन्छ। ठिक छ कुरम ट्राफिकले जे भन्छ त्यही मानिदियो हामी भनेको। तर यो गाडीले फेरि लास्ट लाइन गर्छ। मोटो भ्लगिङमा यस्तै हुन्छ होइन अनुहार देखाउँदैन नि बेसी। यसै बोलेको सुन्छ कि यस्तै राइड गरेको धुप। अब तिमी उता रानीवनतिर रुम छ र अनि हामी मोटो भ्लगिङ बिहान बेलुकै हामीले जानुपर्छ। ए हुन्छ रानीवनमा दोहोरी गाउँथ्यौ नि मनमा माया भए त आउँथ्यौ नि यो मायाको संसार विचित्र। ए अनुहार देखियो नि यार ग्लासमा ग्लासकै मुभीमा हेर्नु ग्लासमै क्यामेरामा देख्नु होला जमागाडी अगाडि रानीवनमा अनुहार पनि हेर्न पाइन्छ। तर यो फाइदा है मोटो लागि अनि तर यहाँ अगाडि राखेर गर्छ भाइहरूले अगाडि होइन र यहाँ क्यामेरामा गोप्रो हुन्छ क्या हेलमेटमा हेलमेटमा गोप्रो हुन्छ अनि यस्तो जताकतै देखेको त्यो हेलमेटमा चाहिँ त्यो लड्दाखेरि त्यही भएर त्यो हेलमेट लडेपछि त्यो रानीवन भनेको कहाँ हो? रानीवन भनेको ट्याक्क वनस्थलीदेखि माथि जाने हो कि रिङ रोड बाहिर हो। वनस्थली भनेको कता हो? वनस्थली भनेको स्वयम्भू हो कि। ओके स्वयम्भू थाहा छ मलाई। तपाईँ त्यहाँ बस्नुहुन्छ र? आज त म हेर होइन बिहान 9 बजी अफिस आएँ अनि अफिसदेखि फेरि वनस्थली हुने रानीवनदेखि अफिस आएँ। अफिसदेखि फेरि 9 बजी बोलाउनु भएको सरले अनि खाना नखाएको थिएँ अनि फेरि खाना खान अझ स्वयम्भू फेरि स्वयम्भू पठाउनु भयो के अरे। स्वयम्भू पठाउँदा अब बाटो त्यही पर्छ कहाँ यार बाहिर गएर खानु घरमै गएर खान्छु भनेर फेरि माथि रानीवन गएर खाना खाएँ अफिसलाई पनि लिएर गएँ रुममै। हजुर अनि त्यसपछि खाना खाएर अनि फेरि वनस्थली अनि वनस्थलीबाट फेरि स्वयम्भू अनि पेट्रोल सकिँदैन त अनि स्वयम्भूमा एकछिन त्यस्तो भेटघाट अनि अब अडिटको काम के गरेको नि भेटघाट गरेको कोसँग हो? अनि होइन सरहरूसँग। सरहरूसँग। अनि त्यसपछि वनस्थलीदेखि सिधै अफिस अनि अफिसदेखि स्टेडियमदेखि अहिले गट्टाघर अब फेरि वनस्थली हुँदै घर जाने। आज त 500 किलोमिटरै कुद्दै गयो यार। पऱ्यो नि यतिको त पऱ्यो यार। यतिको इन्भेस्ट गरेर हामी भिडियो बनाउँदैछौँ अनि चाहियो सुपर च्याट सुपर च्याट है। सुपर च्याट आएन भने स्वयम्भू भन्छ तपाईँ कोटेश्वरदेखि तल जाँदा नि हुने रहेछ त होइन र? पुलको बाटो जानुहुन्छ यता तलबाट जानुहुन्छ तपाईँ कहाँबाट कोटेश्वरदेखि तल जानुहुन्छ कि कहाँ? कोटेश्वरदेखि मुला काठमाडौँमा एउटा मात्र पुल छ क्या कोटेश्वर भनेको कहाँ हो? होइन स्वयम्भूतिर भन्नुभएको होइन तपाईँले? यत्रो टाढो जान्न म अघि जुन बाटो आयो त्यहीबाट जान्छु फर्किन्छु हो र? त्यता घुमाउनु पर्छ कि त्यताबाट। ओके अब दाइको स्कुटी छ केही बडी बोल्न भएन नपुगुन्जेल मुला फेरि बिचमै फ्याल्यो भने न यता न उता भाइ गीत त गाउनु पर्यो। गीत त पऱ्यो। देखा जब से तुमको बस देखा तुमको यारा तुमसे कोई अच्छा है ना तुमसे कोई प्यारा यूं नजर ना फेरो तुम मेरे हो मेरे तुम कह दिया you are my सोनिया
आउँछ नि सौडी अब यस्तो आएछ यार यस्तो नआउने यार कुरा कि बाइक यस्तो हो कि हो हामी यसरी नै गयौँ भने वहाँ त्यो राधे राधे पुगिन्छ होला हौ राधे राधे किन जानु र होइन कि यस्तो माहौलमा हामी कहाँ गट्ठा गराएकै थाहा पाइन्छ अब आयो नि त कौशलटार आयो हेर्न अब अनि कौशलटारको मेरो एउटा छुट्टै कहानी छ यार आई लभ कौशलटार हो र कस्तो कौशलटार कि कौशलटारको त्यहाँ तल जानुपर्छ चिया खाने ढिलो भयो के गर्ने त अनि म तिमीलाई गट्ठा गर्छु अलिक फर्किन्छु कि ए हो ल ठिक छ नेक्स्ट टाइम चिया ओके आज भोलि किन बोल्दैनौ भन्छु अब मैले तपाईँको कहानी सुन चिया खाने दिनलाई पर्खाउनु पऱ्यो पूर्ण तयार म यो एकदम राम्रो कहानी छ अनि राम्रो कहानीको पर्खाइमा त म हमेसा जब म कोटेश्वर कटेर यता आउँछु नि त्यसपछि मलाई त्यही कहानी मात्रै याद आइहाल्छ कि ए साह्रै मनमै छोको हो साह्रै मन छोको मनले केही छैन यो कथम कदाचित पछि मैले केही फिल्म बनाइहाल्यो भने त्यो पाठलाई पनि हान्न पाएँ कहानीलाई इन्क्लुड गराउनुपर्छ अब पर्छ नै भने म त पाएँ भन्नु सोधेको पर्छ नै भन्नु परिहाल्यो नि यार ल यहीँबाट फर्किने होइन त्यो गट्ठा गरेन हो अब म यताबाट चोकबाट फर्किन्छु यसरी तिमीलाई म रोकिदिन्छु बिचमै चोकमा मलाई यताको साइडमा यताको साइडमा रोक्न मिल्दैन क्या अब किन अब यता म गएँ भने फेरि यता आउन दिँदैन होइन मुला अब यता फेरि घुम्न पर्छ कि मुला बिचमा रोकेर रोड क्रस गर न ए हुन्छ त्यही त भनेको र नि उतैबाट जान्थ्यो त नि मुला अब यहाँ रोकिदिन्छु तिमी यहीँबाट जाऊ म बिस्तारै यो जाम खुलेपछि जान्छु अब रोक है त त्यसको उता गयो भने उता पठाउँछ कि मलाई त्यहाँ नै तिनीहरूले यता हरान हानिहाल्छ नि उता जाम हुन्छ घर न उहाँ रातो बत्ती बोलाएर त्यो पनि घरमा ल गएको होइन बिचमै छोडे नबनाउँदा अहिले ल त्यस्तै भयो कि ल